के तपाईँ आफ्नो पेट सफा राख्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने बिहान खाली पेट यी 2 खानेकुराहरू खानुहोस् जसले तपाईको पेट सफा राख्न सधैँ मद्दत गर्दछ। पहिलो नम्बरमा रहेको छ गुड। गुडलाई तपाईले बिहान खाली पेट खान सक्नुहुन्छ अथवा गुडमा जिरा, तातो पानी मिसाएर खानाले पनि पेट सफा राख्न मद्दत गर्दछ। यसमा गुड र दुध मिसाएर खानाले पनि पेट सफा राख्न ठूलो मद्दत गर्दछ। साथै आँत सफा राख्दछ र यसले शरीर सफा हुँदा छालामा चमक ल्याउने काम पनि गर्दछ। यसमा आइरन पाइने हुनाले रगत बढाउँदछ र कमजोरी कम गर्दछ। गुडको दैनिक प्रयोगले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँदछ। दोस्रो नम्बरमा रहेको छ गोलभेडा। गोलभेडालाई तपाईले बिहान खाली पेटमा यसको रस बनाएर खान सक्नुहुन्छ अथवा यसलाई सलादको रूपमा काँचो खान पनि सक्नुहुनेछ। तरकारीमा प्रयोग गरेर खानाले पनि पेट सफा राख्न ठूलो मद्दत गर्दछ। यो भिटामिन सी र एन्टिअक्सिडेन्टको प्रमुख स्रोत हो जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँदछ। यसमा भिटामिन ए उच्च मात्रामा पाइन्छ जसले आँखालाई तेजिलो बनाउने काम गर्दछ भने यसमा लाइकोपेनिन भन्ने पोषक तत्व पाइन्छ जसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ र छालालाई चम्किलो बनाउने काम पनि गर्दछ। यसमा पोटासियम तत्व पनि पाइने हुँदा रक्तचाप अथवा ब्लड प्रेसरलाई चाहिँ सन्तुलनमा राख्न मद्दत गर्दछ। साथै यसमा भिटामिन बी9 पाइने हुँदा कोषको विकास र शरीरको मर्मत गर्न मद्दत गर्दछ। दैनिक टमाटर खानाले पाचन प्रणालीलाई सहजीकरण गर्छ र कब्जियतलाई पनि घटाई पेट सफा राख्दछ। अन्त्यमा यदि तपाईँ वात र एसिडिटीको बिरामी हुनुहुन्छ भने टमाटरको धेरै प्रयोग नगर्नुहोला। हवस् त आजको लागि यति नै। भिडियो कस्तो लाग्यो जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला। हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ। हवस् त, धन्यवाद।